नमस्कार साथीहरु, आईपीओ को रिजल्ट कसरी चेक गर्ने? यदि तपाईहरु म जस्तै आईपीओ बन्नुहुन्छ भने कुनै पनि कम्पनीले आईपीओ निष्कासन गरिसकेपछि त्यो कम्पनीले आईपीओ को रिजल्ट पब्लिश गर्नुपर्ने हुन्छ। आजको यस भिडियोमा आईपीओ को रिजल्ट चेक गर्ने दुईवटा सही तरिका सिकाउने छु। तपाईहरुलाई एउटा यस्तो तरिका सिकाउने छु, तपाईहरु आफ्नो फ्यामिली सबैको आईपीओ बन्नुहुन्छ भने तपाईहरु आफ्नो फ्यामिली सबैको एक क्लिकमै आईपीओ को रिजल्ट कसरी हेर्ने सम्पूर्ण जानकारी यस भिडियोमा दिने छु। साथीहरु, भिडियो सुरु गर्नुभन्दा पहिले यस्तो भिडियोहरुको लागि च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिन नबिर्सनु होला। सबैभन्दा पहिले तपाईहरु पहिलो तरिका म तपाईहरुलाई जानकारी दिन गइरहेको छु। अब तपाईहरु आफ्नो मोबाइल अथवा ल्यापटप कम्प्युटरबाट तपाईहरु आईपीओ को रिजल्ट चेक गर्नको लागि कुनै ब्राउजर अथवा गुगलमा जानु होला। यसमा चाहिँ म गुगलमा आएको छु। यसमा आइसकेपछि तपाईहरु सर्च गर्न सक्नुहुन्छ आईपीओ रिजल्ट नेपाल भनेर यसरी सर्च गर्नु होला। सर्च गरिसकेपछि यसमा चाहिँ सीडीएससी भनेर आईपीओ रिजल्ट भनेर यसमा फर्स्टमै वेबसाइट सो गरेको छ। तपाईहरु त्यसमा टच गर्न सक्नुहुन्छ। यसमा चाहिँ मैले त्यसमा टच गरेको छु। टच गरिसकेपछि अब तपाईहरु सजिलैसँग यसमा हेर्न सक्नुहुन्छ रिसेन्ट कुन कम्पनीले आईपीओ निष्कासन गर्यो त्यो कम्पनीको यसमा तपाईहरुको यसमा नाम सो गर्छ। तपाईहरु सजिलैसँग हेर्न सक्नुहुन्छ। अब तपाईहरु कुनै पनि पुरानो कम्पनीको पनि सजिलैसँग हेर्न सक्नुहुन्छ। पुरानो कम्पनी यसरी सर्च गरेर तपाईहरु सजिलैसँग हेर्न सक्नुहुन्छ। जस्तै मैले एउटा यसरी सिलेक्ट गरेको छु। सिलेक्ट गरिसकेपछि अब तपाईहरुले यसमा 16 डिजिटको आफ्नो डिमेट नम्बर राख्नुपर्ने हुन्छ। त्यसपछि तल दिएको यो क्याप्चर राखेर तपाईहरुले भ्यू रिजल्टमा चेक गर्नुपर्ने हुन्छ। जस्तै म यसमा राख्न गइरहेको छु। यसरी तपाईहरुले राख्नुपर्ने हुन्छ, राख्नु होला। जस्तै यसमा चाहिँ म यसरी एक क्याप्चर राख्न गइरहेको छु। तपाईहरुले पनि क्याप्चर पनि राख्नुपर्ने हुन्छ। सही तरिका जे क्याप्चर छ त्यो राख्नुपर्ने हुन्छ। यसमा चाहिँ मैले क्याप्चर राख्ने बित्तिकै यसमा चाहिँ यसमा अलाउटेड कंग्रेचुलेसन अलाउटेड क्वान्टिटी 10 भनेर दिएको छ। तपाईहरु सजिलैसँग हेर्न सक्नुहुन्छ। अब तपाईहरु यदि तपाईहरुलाई आईपीओ परेन भने तपाईहरु सजिलैसँग हेर्न सक्नुहुन्छ। जस्तै यसमा चाहिँ मैले डिमेट त्यही राखेँ। यसमा चाहिँ अहिले रिसेन्ट यसमा चाहिँ जुन यो फरेनको लागि रिजल्ट पब्लिश भएको छ भने यसमा चाहिँ यसको तपाईहरुलाई देखाउन गइरहेको छु। जस्तै यसमा चाहिँ मैले यसरी क्याप्चर राख्न गइरहेको छु। क्याप्चर राखेर भ्यू रिजल्टमा चेक गर्नु होला। यसमा चाहिँ सरी नट अलाउटेड भनेर आएको छ। यदि तपाईहरुलाई परेन भने यसरी आउँछ। तपाईहरुले यसरी बुझ्नुपर्ने हुन्छ। अब तपाईहरु अर्को तरिका तपाईहरु सजिलैसँग आफ्नो मेरो शेयर एप्लिकेसन अथवा तपाईहरु मेरो शेयरको वेबसाइटमा गएर लगइन भएर पनि सजिलैसँग आईपीओ को रिजल्ट चेक गर्न सक्नुहुन्छ। जस्तै यसमा चाहिँ मैले एप्लिकेसन मेरो शेयरको यसरी ओपन गरेको छु। ओपन गरिसकेपछि तपाईहरु वेबसाइटबाट पनि माई आस्पामा जानु होला। यसमा चाहिँ म एप्लिकेसनबाट माई आस्पामा गएको छु। त्यसमा गइसकेपछि एप्लिकेसन रिपोर्टमा जानु होला। यसमा चाहिँ म एप्लिकेसन रिपोर्टमा गएको छु। त्यसमा गइसकेपछि यसमा चाहिँ सिकर डेभलपमेन्टको आईपीओ को रिजल्ट पब्लिश भइसकेको थियो। त्यसैले यसमा चाहिँ मैले यसरी रिपोर्टमा टच गरेको छु। रिपोर्टमा टच गर्ने बित्तिकै तलपट्टि हेर्न सक्नुहुन्छ स्ट्याटस भनेर दिएको छ। त्यसमा नट अलाउटेड भनेर दिएको छ। यसमा चाहिँ तपाईहरु सजिलैसँग हेर्न सक्नुहुन्छ। यदि तपाईहरुलाई आईपीओ परेको छ भने यसमा अलाउटेड भनेर तपाईहरुको क्वान्टिटी किता यसमा सो गर्छ। तपाईहरु सजिलैसँग यो तरिकाबाट पनि आईपीओ को रिजल्ट चेक गर्न सक्नुहुन्छ। अब तपाईहरु आफ्नो फ्यामिली सबैको आईपीओ को रिजल्ट चेक गर्नुहुन्छ सजिलैसँग भने तपाईहरु सजिलैसँग यो बल्क आईपीओ रिजल्ट भन्ने एप्लिकेसनलाई तपाईहरु आफ्नो मोबाइलमा इन्स्टल गर्न सक्नुहुन्छ र डाउनलोड गर्न सक्नुहुन्छ। डाउनलोड गरेपछि यसमा बल्कमा टच गर्ने बित्तिकै यसरी सरर यसरी देखाउँछ। तपाईहरु यो एप्लिकेसनलाई आफ्नो मोबाइलमा डाउनलोड गरेर तपाईहरु आफ्नो यसमा डिमेटहरु एड गरेर सजिलैसँग बल्कमा रिजल्ट चेक गर्न सक्नुहुन्छ। साथीहरु, भिडियो कस्तो लाग्यो मनमा लागेको जिज्ञासा तल कमेन्ट बक्समा राख्न नबिर्सनु होला। यस्तै भिडियोहरुको लागि च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिन नबिर्सनु होला।